नमस्ते र राधे राधे सबैलाई। यो चाहिँ भान्जीको बर्थडेको दिनको भिडियो हो कि जाँदाखेरि चाहिँ केटाकेटीले त्यहाँ चाट हाउसमा बसेर केही खाऊँ न भन्न थाले। अनि त्यहाँ रोकेर अनि खाना थाले। अनि हुन त हामी जाँदाखेरि दिउँसो भएको थियो, तर म पुग्दाखेरि चाहिँ बेलुका भयो। किन भन्दाखेरि मम्मीहरू चाहिँ जानुभएको छ सपिङ गर्न पूजाको। अनि त्यसपछि मलाई पनि त्यही रोक न त्यही पस भन्नु म पनि पसेँ। अनि हस्बेन्ड मम्मी अनि केटाकेटी चाहिँ जानुभयो बर्थडेमा। अनि म जाँदाखेरि चाहिँ केटाकेटीहरू सबै आइपुगेका रहेछन्। अनि बर्थडे गर्लको साथीहरू पनि आएका रहेछन्। अनि बुइनले चाहिँ यता खानाहरू बनाउनु दिएर छ, सबैजना मिलेर बनाउनु भयो। म जाँदाखेरि त खानासाना सब रेडी भइसकेको थियो। अनि केक पनि हेर्नु अनि यता चाहिँ सबै मिलेर केकहरू काट्दैछन् केटाकेटी पनि। अनि त्यसपछि सबैजनाले जसले कहिले भिडियो गर्दैछ, कसैले फोटो मान्दैछ एउटा मेमोरी हिसाबले। अब अनि त्यसको बादमा आयो केक खुवाउनेको पालि। अनि मैले पनि खुवाउँदैछु। अनि भान्जीको चाहिँ गालाहरूमा लागेर बर्बाद केक दल्नलाई यत्तिकै भएको छ। अनि त्यसको बादमा चाहिँ आयो टिको लगाउनेको पालि। पहिला चाहिँ फास्ट घरको अझैपालि टिको लगाइदिनु हुँदैछ। अनि म चाहिँ हेर्नु न केटाकेटी जस्तै, केटाकेटी धेरै छ नि तीमाथि म पनि केटाकेटी नै बनिएको छु। अनि एउटा किरो भेटेँ कि किरो भेटेर समातेर सबैलाई डर खिलाउँदैछु, किनकि धेरै उत्पात गरेको थियो नि त केटाकेटीले। अनि त्यसैले अनि जसले उत्पात गर्छ किरो टोकाइदिन्छु भनेर भन्दैछु। अनि त्यसको बादमा चाहिँ आयो, त्यसपछि आयो टिको लगाउनेको पालि। अनि सबैजना टिको लगाइदिइसकेपछि हामीले टिको लगाइदियौँ। अनि मामाले चाहिँ नाकभर लगाइदिएर जिस्काउँदैछ। अनि हामीले चाहिँ के ल्याइदिन सकेनौँ, किनकि दोकानहरू बन्द थियो नि त। त्यसैले आफ्नो हिसाबले जे किन्छौ त्यही किन्नु भनेर पैसा दिउँ। अनि यता चाहिँ बर्थडे गर्लको सानीमा लगाइदिँदैछ टिको। अनि त्यसको बादमा छोराले पनि लगाइदिएको, उनीहरूलाई पनि सिकाउनु पर्यो अब हामीको नियमहरू कस्तो हुन्छ के हुन्छ। अनि त्यसको पछि चाहिँ आयो खाना खानेको पालि। केटाकेटी सबै सँगै बस्छु भन्न थाल्यो। निचे प्लेटफर्ममा बसाइदिउँ कि केटाकेटीलाई खानालाई चाहिँ। यता चाहिँ बर्थडे गर्लको साथीहरूले खाँदैछ। अनि सबैजना सँगै बसेर खाँदैछन्। मैले त खाना बनाउन सकिनँ। अनि त्यसैले बाँड्नमा चाहिँ हेल्प गर्दैछु कि। अनि त्यसपछि चाहिँ भान्जीको साथीहरूले दिएको गिफ्ट हेर्नु न कति सुन्दर लागेछ। अनि यो चाहिँ इबुनले बनाइकिन त्यो फोटो फ्रेम चाहिँ कति सुन्दर लागेको। अनि यतापट्टि अनि ह्यान्डमेड बुके पनि हेर्नु न कस्तो सुन्दर लागेको छ हेरेर। अनि हामी चाहिँ निस्किनु घर जान भन्न जाँदाखेरि चाहिँ लिदुमा त्यहाँ देवी लिने जग्गामा चाहिँ कति धेरै भिड हेर्नु न। हुन्छ त गाइस, बाई बाई।